भन्छ नि परिश्रमको फल चाहिँ मिठो हुन्छ भनेर साँच्चै नै हो रहेछ हौ। कति दुःख गरेर मेहनतले हेर्नुहोस् त मैले उयो लौकाको उयो लगाएको थिएँ मच्याङ। हेर्नुहोस् है म तपाईँहरूलाई देखाउँछु। आज चाहिँ म हेर्न आएको छु होइन कति चाहिँ भएछ हो म तपाईँहरूलाई देखाउँछु है। लु हेर्नुहोस् फिलहाल अहिले चाहिँ फुल आयो होइन यहाँ माथि हो यहाँनिर हेर्नुहोस् लु अब हो प्योर अर्ग्यानिक है यो चाहिँ मैले रोपेको प्योर अर्ग्यानिक तपाईँहरू लु हेर्नुहोस् तपाईँहरू यसपालि चाहिँ कति चाहिँ फल फल्छ होला। यसपालि त लौका खाँदा खाँदा राम्रै हुने भयो। फुलले पनि फुल दिएको छ कोपिलाले पनि कोपिला फुल फुल्दैछ हो। यहाँ हेर्नुहोस् कति जग्गा छ हो मुनि हेर्नुहोस् प्योर अर्ग्यानिक चिल्ली हरियो खोर्सानी भर्खर टिपेँ मैले डल्ले खोर्सानी। को कोलाई मनपर्छ तपाईँहरूले कमेन्ट्स गर्नुहोस् हो। यहाँ मेवा पनि छ यहाँ हो यहाँ भित्रबाट हेर्नुहोस् यस्तो छ है। अहिले चाहिँ फिलहाल फल चाहिँ नफली छ राम्ररी तर पनि मैले तपाईँहरूलाई लिएर आएको छु है मेरो युट्युब च्यानलमा। डुवर्स एन्ड हिलबक्समा हजुरहरूलाई फेरि स्वागत छ हो। मेहनतको फल चाहिँ मिठो हुन्छ भनेको हो रहेछ हेर्नुहोस्। यसपालि चाहिँ लौचिङ खाने भयो हामी। नटिप्नु है कोपिला पापा लाग्दछ। लु गाइस को कोलाई मनपर्छ लौका कमेन्ट्स गर्नुहोस् हजुरहरूले। को कोलाई चाहिन्छ आउनुहोस् मेरोमा लिएर जाँदा हुन्छ। आजको वेदर चाहिँ यस्तो छ है टन टन घाम छ हो। बेलुका 5 बजिसक्यो घाम यस्तै छ हेर्नुहोस्। हाम्रो सब्जीको बारी यो चाहिँ। थ्याङ्क्स फर माई युट्युब च्यानल वाचिङ। को कोलाई चाहिन्छ है प्योर अर्ग्यानिक सब्जी प्योर अर्ग्यानिक हेरिहाल्नुहोस्। आज चाहिँ म टिपेर लाँदैछु यो चाहिँ फिलहाल। को कोलाई मनपर्छ हजुर आउनुहोस् मेरो यहाँ पनि बोट छँदैछ हो। यसपालि लौका चाहिँ पुरा फल्छ हो। मैले आज चाहिँ फिलहाल साग मात्रै लाँदैछु हो। बाँकीको भिडियो चाहिँ नेक्स्ट पार्टमा तपाईँहरूलाई लिएर आउँछु है ल। थ्याङ्क यू सो मच।